हाम्रो देशको मन्त्रीहरूसँग मात्रै लगभग 10 केजी जति सुन छ। तपाईहरुले यस्तो खालको फोटोजहरु त देखि नै रहनु भयो होला सोशल मिडियामा। मन्त्रीहरुसित साँच्चै यति धेरै सुन छ कि नहुँदै पनि आफ्नो सम्पत्ति बढाएर देखाइराछ त। धेरै मान्छेले यस्तो पनि भनिराछ कि आफ्नो सम्पत्ति नहुँदै पनि सुरुमै यति सम्पत्ति बढाएर देखाइराछ भनेर भनिराछ। यो कुरा हुन चाहिँ के हो यसको बारेमा एकदमै मजाले बुझौँ है त। सुरुमा चाहिँ एकदमै म्यासिभ एसेट होल्डरहरु को छ भन्दाखेरि क्याबिनेट फर्म भएको लगभग मन्त्रीमण्डल फर्म भएको लगभग 17 दिन भित्रमै उनीहरुले आफ्नो एसेटहरु पब्लिक गरिदिसकेको छ हैन। अब एकदमै धेरै गोल्ड चाहिँ कसले होल्ड गरेको छ त एउटा पीएम बालेनशाले लगभग 190 तोला गोल्ड होल्ड गरेको छ। सबिना काफ्लेको एन्सेस्टर मतलब एकदमै पुर्खौली सम्पत्ति हो, वाइफको फ्यामिलीको मोरङबाट आएको हो भनेर भनिरहेछ। अर्को चाहिँ इन्डस्ट्री मिनिस्टरको लगभग 180 तोला जमिन छ हैन, 30 वर्ष पहिले किनेको बिजनेस फ्यामिलीबाट भनिरहेछ। होम मिनिस्टरको लगभग 89 तोला सुन छ हैन, 6 केजी सिल्भर छ हैन। अब यहाँ लले चाहिँ के भनिरहेछ, लले चाहिँ के भनिरहेछ भन्दाखेरि सेक्सन 50 हैन प्रिभेन्सन अफ करप्सनको ल हिसाबले चाहिँ के भनिरहेछ भन्दाखेरि मन्त्रीहरुले चाहिँ आफू मन्त्री बनेको 60 दिन भित्रै आफ्नो फुल एसेट मसित कति सम्पत्ति छ भनेर देखाउनु पर्ने हुन्छ। तर यो चाहिँ पब्लिकली मान्छेहरुलाई देखाउनु कुनै जरुरी छैन, त्यहाँ पेश गर्नुपर्छ हैन। तर अहिलेको सरकारले चाहिँ सबै मान्छेलाई थाहा होस्, ट्रान्सपेरेन्सी मेन्टेन होस् भनेर चाहिँ सबै मान्छेलाई देखाइराछ। अब यहाँ धेरै मान्छेले के पनि भनिरहेछ भन्दाखेरि मन्त्रीहरुले एकैचोटी यति धेरै सम्पत्ति देखाउनुको कारण के हो भन्दाखेरि पछि गएर उनीहरुको सम्पत्ति बढ्यो भने पनि मान्छेहरुले चाहिँ एकदमै नेगेटिभ रूपले नलियोस्, किनभने मान्छेहरुलाई त थाहा हुनु पर्यो उसित पहिल्यैदेखि यति धेरै सम्पत्ति छ भनेर। र यो चाहिँ एउटा क्लासिक स्ट्र्याटेजी हो, त्यो धेरै देशहरुमा यस्तो गरेर हुन्छ। धेरै देशको मन्त्रीहरुले चाहिँ एकदमै पुरानो स्ट्र्याटेजी हो, धेरै देशको मन्त्रीहरुले यस्तो गरिराछ। अब यो चाहिँ मान्छेहरुले भनेको मात्रै हो, यो कुरा मैले भनेको होइन हैन। तर यो पालि बनेको मन्त्रीहरु चाहिँ पुर्खौली धनी जस्तै देखिन्छ, हेर्दाखेरि उनीहरुसित पहिल्यैदेखि पैसा छ जस्तो देखिन्छ। यो कुरामा तपाईको भनाइ चाहिँ के छ कमेन्टमा लेख्नु होला।